हजुर हजुर मलाई सहयोग गर्नुहोस् है। किन के भयो मेरो खुट्टा दुख्छ, म गोली खान सक्दिनँ। मेरो खुट्टा गाडीले यो मोटरबाइकले हानेको छ होइन। कहिले कति वर्ष भयो। धेरै वर्ष भइसक्यो बस्नु आउनु त बस्नुहोस् म चाहिँ काठमाडौँबाट आएको कि धरान घुम्न आएको अहिले इटहरीमा होइन बिस्तारै बस्नुहोस् सबै के भएको भन्नुहोस् त मोटरबाइकले हान मलाई दसैँमा भोलि टिका छ भने आज अलिक ठुलो भन्नुहोस् त यी सबै ए यहाँ स्थिर छ बाबु। हजुर हजुर के गर्नु के समस्या छ तपाईँलाई यही समस्या एउटा खुट्टाको भयो। अर्को यता यता हेर्नु न यता भन्नुहोस् अर्को झिक्न नपाउने, के बन्न नपाउने खान नपाउने, खान नपाउने गर्ने नसकेपछि कसरी। परिवारमा को हुनुहुन्छ म एक्लै छु। किन? परिवारले झन् धेरै छन् नि। छोरा छोरीहरू तिनलाई छोरा छन्, दुईटा छोरी छन्। अनि सब आफ्नो आफ्नोमा छन्। किन हजुरलाई हेर्दैन कसैले हजुरलाई कसैले हेर्दैन एउटी छोरी भात पकाएर खान्छ, त्यही पनि मागेर ल्याएर। त्यसो हजुर यहाँ मागेरै बस्नुहुन्छ अँ, अनि कहाँ बस्नुहुन्छ यतातिर इटहरी कोठामा। कोठामा कोठामा अनि कोठाको भाडाहरू कति तिरिराख्नु कसरी तिर्नुहुन्छ 2000 कसरी तिर्नुहुन्छ मागेर मागेर 1 महिनाको भाडा चाहिँ तिर्न सकिन्छ पैसा आउँछ नि त। पैसा आउँछ नि त। तिर्न सकिन्छ अहिले हजुरलाई आवश्यक परेको के छ अहिले त सबै थोक छ नि। के आवश्यक छ ल म त्यो सानो सहयोग गरिदिन्छु तपाईँले अहिले यतिखेर अहिले गरिदिन्छु म तपाईँले बाबु त्यस्तो छ भने मलाई धेरै थोक छ। ओर्ने ओछ्याउनु छैन, ओर्ने ओछ्याउनु छैन, ओर्ने ओछ्याउनु छैन घर छैन। घर तपाईँ यहाँ बालमा ओछ्याउनु भयो भन्नुभयो होइन म बालको पैसा तिर्दिन्छु हुन्छ उसलाई सबैले थाहा छ। म बालको पैसा तिर्दिन्छु तपाईँको है हुन्छ यहाँ कसलाई थाहा छ भन्नुभयो एकछिन है म बोल्नुहोस् के भन्नु। दाइ को हुनुहुन्छ यहाँ उहाँ दाइले थाहा छ सबै थाहा छ। ए 46 सालदेखि हाम्रो यो। उहाँलाई के भएको भन्नुभयो एक्चुली उहाँले गाह्रो पऱ्यो अप्ठ्यारो भयो भन्नुभएको थियो एक्चुली बुझाइदिनु न कस्तो भन्नु के भयो तपाईँलाई अप्ठ्यारो पऱ्यो नि त बाबु, बालको पैसा तिर्नु सकेको छैन। उहाँले चिन्नुहुन्छ चिन्छु बुढी मान्छे त जमानादेखि नै हो उहिलेदेखि नि। ए स्थानीयवासी नै हो एक्चुली म भन्दिनँ के भएको उहाँलाई खासमा खास चाहिँ अब यो बुढी मान्छे पहिलेदेखि सेउटी पुलमा ढुङ्गा सुगर टिप्दै गर्थ्यो होइन अलिक ठुल्ठुलो भन्नुहोस् न ढुङ्गा टिप्दै बेच्थ्यो अँ अनि पछि अलिकति बिमारी भयो अनि त्यतिकै अनि बिमारी भएपछि अलिक गर्नु सकेको छ होइन अनि त्यसपछि अनि के भयो भने बुढी मान्छे हिँड्दै गर्दाखेरि बाइकले हालेर खुट्टामा स्टिल लाएर कति बस्छ तल बसेर बस्छ बुढी मान्छे अनि पछि त्यतिकै काम पनि गर्नु सकेन झन् कमजोर भयो अनि त्यतिकै अब कोठा भाडा पनि तिर्नु कतै छैन अनि छोरी चाहिँ उहाँ घरमा नि छोराछोरीहरू कसैले हेर्दैन भन्नुभयो छोरी चाहिँ छ हेर्नुहुन्छ छोरी ज्वाइँले अब ज्वाइँ पनि अब त्यो फोटो मास्टर छ खै हेर्दैन भन्नुभयो उहाँले उसलाई पनि थाहा छ। मागेर हिँड्छ बुढी मान्छे ए म सानो उहाँलाई सहयोग चाहिँ गरिदिउँ भनेर होइन म सानो सहयोग चाहिँ गरिदिउँ भनेर उहाँले उहाँको कोठा भाडा चाहिँ म 2 महिनाको तिरिदिन्छु होइन कति 4000 हुन्छ अनि त्यही अब के आवश्यकता अरू खानाहरू त्यही चामलहरू गर्दा यसो चामलहरू होइन अनि त्यो परेकोहरू चाहिँ के भयो दाइ ए सबै पनि ए सरी हुन्छ आउनुहोस् खोलिहाल्ने अनि यता आउनुहोस् न उहाँहरूको सर्टर होला आउनु बस्नु न बस्नु मरौको पनि त्यहाँ आउँछ होला है कोठा भाडा चाहिँ गाह्रो भएन कोठाबाट गाह्रो भयो। 1 2 कोठाबाट गाह्रो भयो बाबु। अर्को पनि ल यस्तो गर्नु 4000 दिएको छु म अहिले अर्को पालि पनि सहयोग गरौँ ल उहाँको कोठा भाडा चाहिँ होइन मैले उहाँलाई 2000 दिन्छु यो कोठा भाडाको अनि चामलहरू चाहिँ दाइले ल्याइदिनु मिल्छ मलाई यहाँ ठ्याक्कै थाहा भएन कि म यहाँ ठ्याक्कै यहाँ कहाँतिर छ भनेर चामलहरू हुन्छ चामल त यहाँ डिपार्टमेन्टमा पनि छन् त्यसो यहीँ होइन चामल हुन्छ चामलै गरिदिनुपर्छ त्यो अरूहरू फेरि के भएर है चामलहरू गर्नु यो 2000 तपाईँको लागि हुन्छ कोठा भाडाको लागि होइन म पछि पनि फेरि तिरिदिन्छु पुगेन। 4 महिनाको 4000। म पछि तिरिदिन्छु पहिल्यै यति राख्नुहोस् हुन्छ मसँग पनि छैन कि अहिले त्यही भएर है मसँग भएको भने यति नै हो मैले सकेको सुन्नु न कोठा भाडा भाइहरूले सुन्नु मसँग जति सक्छ त्यति गर्ने हो नि त होइन अहिले छैन सबैको होइन मैले अहिले 4000
फेरि तिरौँला होइन यो अनि यो चाहिँ त्यो रासनहरूको लागि होइन सानो 2000 रुपियाँ चामलहरू तपाईँ ल्याइदिनु मिल्छ मैले गरिदिनु मिल्छ मैले फेरि यहाँतिर थाहा भएन कि छोरो भएको के चाल ठिकै छ किनकि उहाँको अब ट्रस्टेडै तपाईँ भयो होइन उहाँले मजाले चिन्नुहुन्छ है यो चामल उसलाई एक कुरा किनेर दिएर उब्रेको पैसा म उसलाई दिन्छु। उहाँले गरिदिनु है हजुरको नाम के पऱ्यो मेरो जीवन जीवन ल हजुरलाई भेटेर खुसी लाग्यो होइन हजुरसँग अब उहाँले के सानो सहयोग गरिनु न तपाईँ नै होइन यसबाटै चिन्नुहुन्छ होइन एकअर्कालाई मजाले मैले नै उसलाई गरिरहेको छु डोनेसनहरू कहिलेकाहीँ अस्ति मैले नि एक बोरा चामलहरू के पठाइदिरहेको ए हजुर हजुर किनभने अब मेरो मिसेससँग चाहिँ एकदम नजिक क्लोज हो क्या ए ए हजुर मेरो हजुर मिसेस त डेट भयो 1 वर्ष भयो ए अब ल यो सोमबार अब ट्याक्कै 1 वर्ष हुन्छ हजुर हजुर अनि कहिलेकाहीँ आउँछ त्यही भएर अलिकति मेरो मिसेसको उसमा पनि मलाई उयो लाग्छ क्या अब आमा जस्तो पनि हो आमा। अलिकति अब मेरो मिसेसको साथी जस्तो नि हो क्या। ए ल ठिक छ यो 2000 मसँग छ है त्यो 2000को म 1 बोरा चामल किनिदिन्छु 20-25 किलो कति अनि आएको उब्रेको पैसा म तपाईँलाई गर्छु है ल ल हस् धन्यवाद खुसी हुनुभयो मेरो नाम चाहिँ अभिनव है भाइहरू काठमाडौँबाट आएको हजुर हिजो यहाँ त्यो गन्तीलाई अलिकति डोनेसन गर्यो त्यही भएर अब हाम्रो पनि एकजना पीडित छ बुढी मान्छे र एकजना त्यो मृतकलाई पीडित छ हजुर हजुर त्यही भएर अनि तपाईँलाई पनि बोलायो क्या तपाईँले नि सानो एउटा सहयोग गरिदिनु भयो सारा कुदेर गएर मलाई बोलाउनु ल जान्छु म जान्छु है भाइहरूलाई आशीर्वाद दिनु है ल हस् ल है नानी ल आमा जान्छु है त्यो कोठा भाडा तिरिहाल्नु सानो म अहिले चामल ल्याइदिन्छु